व्हाट्सअप गाइज ल हामीले चाहिँ अब बेतमुलबाट यात्रा सुरु गरिसकेका छौँ मुस्ताङको मुक्ति चोक। अहिले 7:15 बिहानको। अब हामी यहाँ मुस्ताङको टुर जाँदैछौँ। अब हेरौँ कति बेला कहाँ कहाँ पुग्छौँ। अब एकचोटि एटिएमबाट निस्किसक्नु भएको छ। अब निस्क्यौँ हामी बेतमुलदेखि सर्ट इटरीमा चोकमै छौँ। अब नास्ता गर्नु पर्यो यसो हल्का। इटरीमा हामी ठ्याक्कै 9:30 टक्क तातो तातो थुक्पा खाँदैछौँ। ल एक बाइट हान्दिनँ। यहाँको खाजापछि चाहिँ अब हामी फेरि अगाडि बढ्न आँटेको छौँ। इटरीदेखि बाइक अलि धुलो धुलो भयो, छुट्टी पुस्दै रहन्छ। अब फेरि निस्क्यौँ हामी। ल बाटोमा भेटौँला। आँखों में कुछ नया था, दिल में एक राज था, तेरी मुस्कान के पीछे मेरा ही अंदाज था। फाइनल्ली कोसी आइपुग्यौँ। कस्तो भयो त राइड सर्टी? एकदम झकास। डरो हानी आज पुरै चिसोमा। अझै पुगिन्छ? अझै पुगाइदिन्छु म। कोसी पनि खटियो। कोसीमा एक दुईवटा फोटो खिचेर हामी चाहिँ लाग्यौँ फेरि अगाडि। बाई बाई कोसी। ल गाइस हामी चाहिँ लान आइपुग्यौँ होइन। अब हामी थकाली खाना खाँदैछौँ। अन्त सर्टी हो नि अनि एक बजी लागिसक्यो, भोक लागिसक्यो। लानमा दामी खारे भटाउन एउटा। यहाँको एम्बिसन चाहिँ खतरा छ है। ल खाना आएपछि भेटौँला ल। ओके ल हाम्रो खाना आइसकेको छ। अब हामी खाना खान्छौँ। झम्की चाहिँ भन्दिने हो अनि फेरि बुढी हाल्ने। फेरि उडिहाल्ने हो सर्टी। ल गाइस हामी चाहिँ आइपुग्यौँ बर्दिवास। यो चाहिँ अब सिन्धुली र यताबाट छुट्टिने बाटो हो होइन। यताबाट गयो भने सिन्धुली। हामी चाहिँ सिधै जान्छौँ। आज हाम्रो बास मुगलिनमा होला जस्तो छ। ल अब भेटौँला। 251 किलोमिटर छ। सोल्टी के भएर केल्मीको ज्याकेट? केल्मीको ज्याकेट फर्किँदाखेरि लोकल ज्याकेट भएर केल्मीको ब्रान्डेड ज्याकेट यहाँ बिग्रेर फेरि। साथीहरू रातिको 5 बजेको छ, रात पर्यो। हामी चाहिँ हेटौडा पुग्न आँट्यो होइन। अब हेरौँ हाम्रो बास आज हेटौडामै हुन्छ कि हामी अलिक जोड गरेर मुग्नेसम्म पुग्छौँ। अब त्यो चाहिँ एकछिनमा थाहा हुन्छ। बाटो एकदम जाम छ।
हामी चाहिँ होटल श्रुयान्समा आइसकेको छौँ होइन यताबाट अब झ्याप्पसँगले आराम गरिन्छ आजको हाम्रो यात्रा यताबाटसम्म मात्रै एकदम सेफ ड्राइभ गरेर स्लो ड्राइभ गरेर आएको छौँ अब भोलिको हाम्रो यात्रा भनेको कहाँसम्म अरे सोल्डे सिधै पोखरा सिधै पोखरा होइन त पोखरा पुग्ने 12 बजीसम्म ल आज चाहिँ हामी होटल श्रुयान्समा अड्क्यौँ यताबाट आएर बिस्तारै आयौँ सेफ ड्राइभ गरेर ल भोलि हामी भेट्छौँ पोखरामा अब बिहान नास्ता गरेर हामी पोखरा निस्किन्छौँ अब गुड नाइट गाइज